साथीहरू, माउन्ट एभरेस्ट पावर अर्थात् MEPTL को शेयर मूल्य एक समय 855 रुपियाँसम्म पुग्यो, तर त्यही दिन अन्तिममा घटेर 774 रुपियाँमा बन्द भएको छ। आइपिओबाट आएको यो शेयरले दोस्रो बजारमा कारोबार सुरु गरेको केही दिनमै 300 रुपियाँबाट 855 रुपियाँसम्मको यात्रा तय गरिसकेको छ। अब प्रश्न उठ्छ, के MEPTL अझै माथि जाने तयारीमा छ कि 855 रुपियाँको आसपासबाट प्रॉफिट बुकिङ सुरु हुन थालेको हो? अझै महत्त्वपूर्ण कुरा, ब्रोकर ट्रेडमा केही ब्रोकरबाट खरिद भन्दा बिक्रीको मात्रा धेरै देखेको छ भने केही ब्रोकरमा खरिद पक्ष बढ्यो देखिन्छ। त्यसैले अहिले आइपिओ परेको लगानीकर्ताले होल्ड गर्ने कि प्रॉफिट बुक गर्ने अनि सेकेन्डरी मार्केटबाट नयाँ एन्ट्री लिन खोज्ने लगानी साथीहरूले यही मूल्यमा किन्नु उचित हुन्छ कि करेक्सन कुर्नु राम्रो? आजको भिडियोमा हामी MEPTL को पछिल्लो शेयर मूल्य, कारोबार अवस्था, 8 दिनको पर्फर्मेन्स, कम्पनीको महत्त्वपूर्ण फाइनान्शियल इन्डिकेटर, ब्रोकर एनालाइसिस र अन्त्यमा यस कम्पनीको शेयरलाई होल्ड गर्ने कि सेल गर्ने भन्ने विषयमा विस्तृत रूपमा कुरा गर्नेछौँ। त्यसैले साथीहरू भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनभने अन्त्यमा MEPTL को आगामी कारोबारमा कुन कुराले मूल्यको दिशा निर्धारण गर्न सक्छ भन्ने विषयमा पनि कुरा गर्नेछौँ। साथीहरू, भदौ 5 गते अर्थात् अगस्त 21 शुक्रबारको कारोबारमा MEPTL को शेयर मूल्य 23 रुपियाँ 60 पैसा अर्थात् करिब 2.93% घटेको छ। अघिल्लो कारोबारको तुलनामा घटेर कम्पनीको अन्तिम शेयर मूल्य 774 रुपियाँ कायम भएको छ। शुक्रबार कम्पनीको ओपनिङ प्राइस 837 रुपियाँ 40 पैसा रहेको थियो भने कारोबारको क्रममा अधिकतम 855 रुपियाँ र न्यूनतम 752 रुपियाँसम्म पुगेको थियो। अर्थात् एकै दिनमा यस कम्पनीको शेयर मूल्यमा निकै ठूलो उतार चढाव देखिएको छ। त्यसैगरी शुक्रबार मात्रै MEPTL को 1,30,560 किता शेयर कारोबार भएको छ। उक्त दिन कम्पनीको कुल कारोबार रकम करिब 10 करोड 23 लाख रुपियाँ रहेको छ भने जम्मा 12,880 पटक कारोबार भएको देखिन्छ। यसबाट पनि छोटो समयमै MEPTL मा लगानीकर्ताको चासो र कारोबार गतिविधि निकै बढेको बुझ्न सकिन्छ। भदौ 5 गतेसम्म आइपुग्दा MEPTL को दोस्रो बजारमा कारोबार भएको 8औं दिन हो। यी 8औं कारोबार दिनमा अहिलेसम्म जम्मा 1,64,440 किता शेयर कारोबार भइसकेको छ। छोटो समयमा यति ठूलो कारोबार हुनु पनि कम्पनीको शेयरमा बजारको आकर्षण कति धेरै छ भन्ने देखाउने एउटा महत्त्वपूर्ण पक्ष हो। अब कम्पनीको पछिल्लो प्राइस पर्फर्मेन्स हेर्दा पनि निकै ठूलो वृद्धि भएको देखिन्छ। पछिल्लो 3 दिनमा MEPTL को शेयर मूल्य 28.32% ले बढेको छ भने 7 दिनमा 95.11% को वृद्धि देखिएको छ। त्यसै पछिल्लो 52 हप्तामा 124.35% को वृद्धि देखिन्छ। तर यहाँ साथीहरू, शेयर मूल्य छोटो समयमै धेरै बढेको छ भन्दैमा अब पनि निश्चित रूपमा बढ्छ भनेर निष्कर्ष निकाल्नु हुँदैन। मूल्य बढिसकेको अवस्थामा कम्पनीको वित्तीय अवस्था र बजारमा भइरहेको कारोबारलाई पनि सँगसँगै हेर्नुपर्छ। कम्पनीका वित्तीय सूचाङ्कतर्फ हेर्दा MEPTL को EPS 10 रुपियाँ 9 पैसा रहेको छ भने P रेशियो 76 रुपियाँ 71 पैसा रहेको देखिन्छ। यसै कम्पनीको बुक भ्यालु 111 रुपियाँ 38 पैसा रहेको छ र PBV 6.95 रहेको छ। त्यसैले अहिलेको बजार मूल्यलाई केवल आइपिओ प्राइसमा अघिल्लो मूल्यसँग तुलना गरेर मात्रै निर्णय गर्नु पर्याप्त हुँदैन। कम्पनीको अर्निङ, बुक भ्यालु र बजारको मूल्य बीचको सम्बन्धले पनि लगानीकर्ताले ध्यान दिनुपर्ने हुन्छ। साथीहरू, अब कम्पनीको शेयर संरचनातर्फ हेरौँ। MEPTL का कुल 86 लाख किता शेयर सूचीकृत छन्। त्यसमध्ये 70% अर्थात् 60,20,000 किता प्रमोटर शेयर रहेको छ भने 30% अर्थात् 25,80,000 किता पब्लिक शेयर रहेको छ। यस कम्पनीको पेड अफ क्यापिटल 86 करोड रुपियाँ रहेको छ। प्रति किता फेस भ्यालु 100 रुपियाँ रहेको छ। त्यसैगरी यस कम्पनीको 52 हप्ताको उच्च मूल्य 855 रुपियाँ र न्यूनतम मूल्य 300 रुपियाँ रहेको छ। अझ महत्त्वपूर्ण कुरा के छ भने 855 रुपियाँ नै कम्पनीको अल टाइम हाई हो, जुन अगस्त 21 मा कायम भएको हो। यस्तै 300 रुपियाँ कम्पनीको अल टाइम लो रहेको छ। MEPTL 2026 अगस्त 11 मा नेप्सीमा सूचीकृत भएको देखिन्छ र हाल उपलब्ध तथ्याङ्क अनुसार यसको अनलक डेट भने उपलब्ध छैन। अब साथीहरू, MEPTL को ब्रोकर एनालाइसिस तर्फ पनि एकपटक हेरौँ, किनभने ब्रोकर एनालाइसिसबाट बजारमा कुन ब्रोकरबाट बढी खरिद भइरहेको छ र कुन ब्रोकरबाट बढी बिक्री भइरहेको छ भन्ने केही महत्त्वपूर्ण सङ्केत पाउन सकिन्छ। अगस्त 21 को टप बायरमा हेर्दा सबैभन्दा अगाडि ब्रोकर नम्बर 58 अर्थात् नासा सेक्युरिटी रहेको छ। यस ब्रोकरबाट करिब 20,253 किता शेयर खरिद भएको देखिन्छ। त्यसपछि ब्रोकर नम्बर 32 बाट 9,940 किता, ब्रोकर नम्बर 57 बाट 7,840 किता, ब्रोकर नम्बर 42 बाट 7,260 किता, ब्रोकर नम्बर 4 बाट 5,900 किता खरिद भएको देखिन्छ। अब टप सेलर्स तर्फ
तर्फ हेर्दा पनि ब्रोकर नम्बर 58 अर्थात् नासा सेक्युरिटी नै सबैभन्दा अगाडि रहेको छ। नासा सेक्युरिटीबाट मात्रै 35,010 खिता सेयर बिक्री भएको देखिन्छ, जसको बिक्री रकम करिब 2 करोड 74 लाख रुपियाँ रहेको छ। त्यसैगरी ब्रोकर नम्बर 49 बाट 10,550 खिता, ब्रोकर नम्बर 42 बाट 7,960 खिता, ब्रोकर नम्बर 38 बाट 6,950 खिता र ब्रोकर नम्बर 45 बाट 4,240 खिता सेयर बिक्री भएको देखिन्छ। यहाँ सबैभन्दा रोचक कुरा के देखिन्छ भने ब्रोकर नम्बर 58 अर्थात् नासा सेक्युरिटीबाट करिब 20,253 खिता सेयर खरिद हुँदा 35,010 खिता सेयर बिक्री भएको छ। अर्थात् सो दिन यस ब्रोकरबाट हेर्दा नेट सेलिङ प्रेसर देखिएको छ। तर यसको अर्थ अब एमईबीटीएल को सेयर अनिवार्य रूपमा घट्छ भन्ने होइन, किनभने केवल एउटा ब्रोकरको बाहिर सेल डेट हेरेर सेयरको आगामी दिशा निश्चित रूपमा अनुमान गर्न सकिँदैन। अब टप होल्डिङ तर्फ हेर्दा ब्रोकर नम्बर 32 सबैभन्दा अगाडि देखिन्छ। यस ब्रोकरसँग करिब 8,560 खिता एमईबीटीएल सेयर होल्ड रहेको देखिन्छ, जसको होल्ड एमाउन्ट करिब 66,91,000 रुपियाँ रहेको छ। यस्तै ब्रोकर नम्बर 57 बाट 4,410 खिता, ब्रोकर नम्बर 4 बाट 3,500 खिता, ब्रोकर नम्बर 74 बाट 3,450 खिता र ब्रोकर नम्बर 29 बाट 3,410 खिता सेयर होल्ड गरेको देखिन्छ। अझ रोचक कुरा ब्रोकर नम्बर 32 मा बाई 88% र सेल 12% देखिएको छ, जसले सो दिन उक्त ब्रोकरतर्फ खरिद पक्ष तुलनात्मक रूपमा बलिरहेको संकेत गर्छ। अब साथीहरू, यहाँबाट सबैभन्दा महत्त्वपूर्ण प्रश्न आउँछ, यदि तपाईँ एमईबीटीएल को आइपीओ परेको छ भने अहिले के गर्ने, होल्ड गर्ने कि सेल गर्ने? मेरो विचारमा यहाँ सबैभन्दा पहिले प्राइस एक्सन हेर्नुपर्छ, किनभने सेयर मूल्य छोटो समयमा धेरै बढेर 855 रुपियाँसम्म पुगेको छ र त्यसपछि बढेर 774 रुपियाँसम्म आएको छ। त्यसैले अब यस मूल्यले माथिल्लो स्तरमा कस्तो कारोबार गर्छ भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ। यदि फेरि बाइङ प्रेसर बढेर बजारले माथिल्लो स्तर ब्रेक गर्न खोज्छ भने अवस्था फरक हुन सक्छ। तर लगातार कमजोरी आउँदै गयो र बिक्री दबाव बढ्दै गयो भने सावधानी अपनाउनु पर्ने हुन्छ। त्यसैले ट्रेडिङ भोल्युमलाई पनि ध्यान दिनुपर्छ। मूल्य बढ्दै गर्दा कारोबारको मात्रा पनि बलियो छ भने बजारमा सहभागिता राम्रो रहेको संकेत मिल्न सक्छ। तर मूल्य बढ्न नसक्ने, कारोबार कमजोर हुने वा बिक्रीमा दबाव बढ्दै जाने अवस्था आयो भने यसलाई पनि नजरअन्दाज गर्नु हुँदैन। त्यसैले केवल सेयरको मूल्य मात्र होइन, मूल्यसँगै भोल्युमले के संकेत गरिरहेको छ भन्ने कुरा पनि हेर्नुपर्छ। यदि तपाईँ आइपीओमा लगानी गर्नुहुन्छ र अहिले राम्रो नाफामा हुनुहुन्छ भने सबै सेयर एकैपटक बेच्नुपर्छ भन्ने पनि छैन। आफ्नो जोखिम क्षमता र लगानी रणनीति अनुसार केही किता सेल गरेर बाँकी सेयर होल्ड गर्ने रणनीति पनि एउटा विकल्प हुन सक्छ। तर सेयर मूल्यमा लगातार कमजोरी आउँछ, महत्त्वपूर्ण सपोर्ट लेभल कमजोर हुँदै जान्छ र बिक्री दबाव बढ्छ भने आफ्नो नाफा सुरक्षित गर्ने विषयमा पनि सोच्न सकिन्छ। त्यसैले साथीहरू, एमईबीटीएल अब कति रुपियाँसम्म पुग्छ वा कहिले सेल गर्ने भन्ने प्रश्नको एउटै निश्चित उत्तर हुँदैन। सेयर बजारमा कम्पनीको वित्तीय अवस्था, अर्निङ, डिमान्ड एन्ड सप्लाई, ट्रेडिङ भोल्युम, मार्केट सेन्टिमेन्ट र प्राइस एक्सन लगायतका धेरै कुराले मूल्यलाई प्रभाव पार्छ। त्यसैले केवल मूल्य बढेको छ भनेर आँखा चिम्लेर होल्ड गर्ने वा केही घट्दैमा डराएर हतारमा सेल गर्ने भन्दा आफ्नो जोखिम क्षमता र बजारको अवस्था अनुसार निर्णय लिनु तुलनात्मक रूपमा राम्रो हुन्छ। अहिले एमईबीटीएल को सेयर मूल्य 774 रुपियाँ रहेको छ भने यसको अल टाइम हाई 855 रुपियाँ रहेको छ। त्यसैले आगामी कारोबारमा 855 रुपियाँको आसपासको स्तरमा मूल्यले कस्तो प्रतिक्रिया दिन्छ, बाइङ प्रेसर कस्तो हुन्छ, बिक्री दबाव कति आउँछ र सपोर्ट तथा रेजिस्टेन्स कसरी डेभलप हुन्छ भन्ने कुरा निकै महत्त्वपूर्ण हुनेछ। यदि तपाईलाई एमईबीटीएल को आगामी सपोर्ट, रेजिस्टेन्स र सम्भावित टार्गेट प्राइस सहित विस्तृत टेक्निकल एनालाइसिस चाहिन्छ भने कमेन्टमा आफ्नो धारणा लेख्नुहोस्। यो भिडियो तपाईहरुलाई जानकारीमूलक लाग्यो भने लाइक गर्नुहोस्, साथीहरुलाई शेयर गर्नुहोस् र यस्तै शेयर बजारसँग नयाँ अपडेटका लागि हाम्रो युट्युब च्यानल एसके वेल्थलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। हस्त धन्यवाद।